राजा आओ देश बजाओ। अरे बाबा, जुन राजा को आफ्नै अवस्थामा आफ्नो कार्यकालमा राज दरबार यस्तो छ, कुनै दुनियाँमा जुन राज दरबार सबैभन्दा सेपरेट ठाउँ हुन्छ, दुनियाँको सुरक्षा हुन्छ, त्यो भित्र गएर राजालाई पुरै परिवारलाई सखाप पारेको, पुरै परिवारलाई मारिदियो। त्यसको पत्ता राजाले ज्ञानेन्द्र शाहले लगाउन सकेन कुर्सीमा बसेर। अब फेरि त्यही जानमारालाई, त्यही डाकालाई जुन आफ्नो परिवार सखाप पारिदियो, यो देशको जनतालाई सुरक्षा राख्न सक्छ, सुरक्षित दिन सक्छ? त्यसलाई आउनुस् राजा आउनुस् देश बचाउनु जुन नारा लगाइराख्नु भएछ, यो देशमा जातीय द्वन्द्व र वर्षौंदेखि पुरानोदेखि राम्रो मान्छेलाई, राम्रो राजनीतिक कर्मीलाई मार्ने र देशमा माटोमा मिलाउने काम भइरहेछ, जसको धेरै प्रमाणहरू छ। अहिले विद्या भण्डारीज्यू राष्ट्रपति थियो, उहाँको श्रीमानको निर्भरपूर्वक हत्या भएको थियो, तर राष्ट्रपति भएर पनि आफ्नो श्रीमानको खोज तलास गर्न सकेन। राजाको यही शासनकालमा राजा पुरै परिवार गयो, कतिपल्ट प्रधानमन्त्रीहरू बदलियो, त्यही सरकार आइयो, त्यही बावनवाद आइयो, सबै कुर्सीमा बस्यो, तर राज दरबार यति प्यारो थियो राजा हाम्रो।